बरु तपाईँको छोराछोरीलाई नपढाए हुन्छ, यो कुरा चाहिँ गर्न सिकाउनु पर्छ। नपढाए हुन्छ, पढाइमा बरु बल नगर्नुहोस्। तर तपाईँले सानैदेखि नानीहरूले भनेको मान्ने भइसकेपछि चाहिँ, बुझ्ने भइसकेपछि 3-4 वर्षको भएपछि तपाईँले नानीलाई कुनै चिज चलाउनु दियो, गर्नु भने त्यो ठिक ठाउँमा राख बाबु भनेर भन्नुपर्छ। अलि ठुलो भएपछि चाहिँ नि उसले गर्न सक्दैन भने त्यो सिरानी ठिकसँग मिलाएर राख उठेपछि भन्नुपर्छ। तपाईँले काम गरिसकेपछि कापी कलम ठिक समयमा राख भन्नुपर्छ। जताततै छरेर राख्नु होइन भनेर। किन यसो गर्नु भनेदेखि चाहिँ नानीलाई पछि आफ्नो सामानहरू मिलाएर राख्न सकिएन भने, आफ्नो सरसफाइ गर्न सकिएन भनेदेखि, लुगाहरू ठिक ठाउँमा मिलाएर राख्न सकिएन भने पछि जिन्दगीमा गएर केही पनि गर्न सकिँदैन भनेर चाहिँ त्यो कुरो तपाईँले सिकाउनै पर्छ। अनि त्यति गरिसकेपछि उसको बिस्तारै ह्याबिट लाग्दै जान्छ, जहाँ चाहिँ गर्दा नि चटक्क मिलाएर राख्न सक्छ, गर्न सक्छ र उसले आफ्नो जिन्दगीलाई आफै सम्हाल्न सक्छ। सधैँ हामी रहँदैन, कोही कसैको लागि आफ्नो चाहिँ जिन्दगीमा चाहिँ आयु कसको के थाहा छ। त्यसैले हामी कुरा सिकाइराखेदेखि मान्छेलाई माछा मारेर दिने होइन, माछा मार्न सिकायो भनेदेखि ऊ आफूले माछा मारेर खान सक्छ। तर अरूले चाहिँ माछा मारिदियो भनेदेखि हुँदैन भनेको जस्तै यसरी चाहिँ हामीले सिकायौँ भनेदेखि हामीले पनि होटलमै गएर उठिसक्दा नि त्यो मिलाइयो भने काहीँ आफ्नो ओछ्यान कोठा हेर्दाखेरि रमाइलो भएर हिँड्दा मन पनि खुसी हुन्छ। कस्तो लाग्यो यो कुरो तपाईँहरूलाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला है हजुरहरू। धन्यवाद। म तपाईँहरूकै युट्युबर भीम टेक सर्चमा सब्सक्राइब गरिदिनु होला। फेसबुकमा भीम श्रेष्ठ र युट्युबमा टिकटकमा चाहिँ भीम श्रेष्ठ 040। ल धन्यवाद है त। आज यति नै। बरु तपाईँको छोराछोरीलाई नपढाए हुन्छ, यो कुरा चाहिँ गर्न सिकाउनु पर्छ। नपढाए हुन्छ, पढाइमा बरु बल नगर्नुहोस्। तर तपाईँले सानैदेखि नानीहरूले भनेको मान्ने भइसकेपछि चाहिँ, बुझ्ने भइसकेपछि 3-4 वर्षको भएपछि तपाईँले नानीलाई कुनै चिज चलाउनु दियो, गर्नु भने त्यो ठिक ठाउँमा राख बाबु भनेर भन्नुपर्छ। अलि ठुलो भएपछि चाहिँ नि उसले गर्न सक्दैन भने त्यो सिरानी ठिकसँग मिलाएर राख उठेपछि भन्नुपर्छ। तपाईँले काम गरिसकेपछि कापी कलम ठिक समयमा राख भन्नुपर्छ। जताततै छरेर राख्नु होइन भनेर। किन यसो गर्नु भनेदेखि चाहिँ नानीलाई पछि आफ्नो सामानहरू मिलाएर राख्न सकिएन भने, आफ्नो सरसफाइ गर्न सकिएन भनेदेखि, लुगाहरू ठिक ठाउँमा मिलाएर राख्न सकिएन भने पछि जिन्दगीमा गएर केही पनि गर्न सकिँदैन भनेर चाहिँ त्यो कुरो तपाईँले सिकाउनै पर्छ। अनि त्यति गरिसकेपछि उसको बिस्तारै ह्याबिट लाग्दै जान्छ, जहाँ चाहिँ गर्दा नि चटक्क मिलाएर राख्न सक्छ, गर्न सक्छ र उसले आफ्नो जिन्दगीलाई आफै सम्हाल्न सक्छ। सधैँ हामी रहँदैन, कोही कसैको लागि आफ्नो चाहिँ जिन्दगीमा चाहिँ आयु कसको के थाहा छ। त्यसैले हामी कुरा सिकाइराखेदेखि मान्छेलाई माछा मारेर दिने होइन, माछा मार्न सिकायो भनेदेखि ऊ आफूले माछा मारेर खान सक्छ। तर अरूले चाहिँ माछा मारिदियो भनेदेखि हुँदैन भनेको जस्तै यसरी चाहिँ हामीले सिकायौँ भनेदेखि हामीले पनि होटलमै गएर उठिसक्दा नि त्यो मिलाइयो भने काहीँ आफ्नो ओछ्यान कोठा हेर्दाखेरि रमाइलो भएर हिँड्दा मन पनि खुसी हुन्छ। कस्तो लाग्यो यो कुरो तपाईँहरूलाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला है हजुरहरू। धन्यवाद। म तपाईँहरूकै युट्युबर भीम टेक सर्चमा सब्सक्राइब गरिदिनु होला। फेसबुकमा भीम श्रेष्ठ र युट्युबमा टिकटकमा चाहिँ भीम श्रेष्ठ 040। ल धन्यवाद है त। आज यति नै। जसरी पनि भन्नुहोस् आफ्नो सानो नानी बाबुलाई पहिला उठेर आफ्नो ओछ्यान मिलाउ त बाबु भनेर चाहिँ भन्नुहोस्। किनभने बिहानै उठेर जसले आफ्नो पहिला ओछ्यान मिलाउन सक्दैन, उठाउन सक्दैन, उसले